हामी धेरैले मूलको पानी देखेका छौँ, पिएका पनि छौँ, तर मूलको पानी कहाँबाट आउँछ? मूल भनेको भूमिगत पानीको प्राकृतिक निकास बिन्दु हो, जुन भूमिगत जल भण्डार वा पानी धारण गर्ने चट्टानबाट बाहिर निस्किएर पृथ्वीको सतहमा प्रभावित हुन्छ। हिमाल, पहाड, तराई सबैतिर पाइने यी पानीका स्रोतहरू मौसमी वा बाह्रमासे दुवै हुन सक्दछन्। मूलहरू ग्रामीण र शहरी समुदायका लागि पानीका सबैभन्दा महत्त्वपूर्ण स्रोत हुन्। हिन्दुकुश हिमालय पर्वत क्षेत्रका ग्रामीण बासिन्दाहरूको लागि बस्ती वरपर रहेका मूल नै पानीका मुख्य स्रोत र जीविकोपार्जनका आधार हुन्। यस क्षेत्रका लगभग 10 करोड मानिस पिउने पानी, पशुपालन र घरायसी प्रयोजनका लागि अन्दाजी 90 लाख मूलहरूमा निर्भर छन्। मूलहरूले सिँचाइ र माछा पालनका लागि पानी उपलब्ध गराउनका साथसाथै ऊर्जा उत्पादन गर्न, सांस्कृतिक महत्त्व झल्काउन र सौन्दर्य सम्बन्धी सेवा जस्ता विविध उपयोगिताहरू पनि पूरा गर्दछन्। यी स्रोतहरू भूमिगत पानी प्रणालीका अभिन्न अङ्ग मानिन्छ। मूलहरूले जैविक विविधतालाई बढाउँछन् र नदीहरूका आधार प्रवाहलाई कायम राख्छन्, जुन पानी ढिलो गरी जमिनभित्रका मार्गबाट बग्दै खोलामा पुग्ने गर्दछ। आधार प्रवाहले वर्षा नभएको समयमा तथा लामो समयसम्मको गम्भीर खडेरीको अवधिमा पनि खोला, नाला र नदीहरूमा पानी बगिरहन सहयोग पुर्याउँछ। तथापि मूलहरू चिन्ताजनक गतिमा सुक्दै गइरहेका छन्। हिन्दुकुश हिमालय पर्वत क्षेत्रमा करिब 50% मूलहरू कि त सुकिसकेका छन् वा सुक्ने प्रक्रियामा छन्। यसले मानिसहरू र पर्यावरण दुवैका लागि पानीको अभाव उत्पन्न गराएको छ। मूलहरू प्राय जलवायु परिवर्तन, वर्षा र हिउँको प्रारूपमा आएको परिवर्तनले सुक्दैछन्। भूक्षयीकरण र अव्यवस्थित विकास मूलहरूको सुक्नेका अन्य कारण हुन्। भूमिगत पानीको अत्याधिक दोहनका कारणले पनि मुहानहरू सुक्दै गइरहेका छन्। तर यो अन्त्य भने होइन। मूलहरूलाई पुनर्जीवन गर्न सक्दछौँ। यो हाइड्रोजियोलोजीमा आधारित प्रक्रियाद्वारा गर्न सकिन्छ, जुन जमिनमुनिको पानीको वितरण र गतिलाई अध्ययन गर्ने विज्ञान हो। यस प्रक्रियाको पहिलो कदम भने पुनर्भरण क्षेत्र पहिचान गर्नु हो। पुनर्भरण क्षेत्र यस्ता क्षेत्रहरू हुन् जहाँबाट पानी जमिनभित्र पस्छ र एक्विफर, जुन चट्टानभित्रको छिद्रयुक्त भाग हो, त्यसमा पुग्छ र मूलहरूमा प्रभावित हुन्छ। मुहानहरू पुनर्जीवित गर्न पुनर्भरण क्षेत्रहरूमा केही क्रियाकलापहरू गर्न सकिन्छ। हाइड्रोजियोलोजी, माटो तथा जल संरक्षण, वन विज्ञान आदिका विशेषज्ञहरूले स्थानीय समुदायलाई यी क्रियाकलापहरू प्रभावकारी रूपमा कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिन सक्दछन्। यसका लागि निम्न क्रियाकलापहरू अवलम्बन गरिन्छ। उक्त क्रियाकलापहरूमा सतहमा बगेको पानी सङ्कलन गर्न पुनर्भरण कुलेसा, साना ठुला पुनर्भरण पोखरी बनाउने र खाल्डाहरू खन्ने जस्ता छन्। यसो गर्नाले भूमिगत पानी पुनर्भरण गर्न र पानीका प्राकृतिक स्रोतहरू पुनर्जीवित गर्न सहयोग मिल्दछ। रुख बिरुवा रोप्ने र जैविक सामग्रीबाट कान्ला बनाउने जस्ता क्रियाकलापले पानी जम्मा हुन र भूक्षयीकरण रोक्न मद्दत गर्दछ। कृषिमा आधारित उपायहरू जस्तै घाँसको बाक्लो बार बनाउने, जुन भिरालो भूमिमा पानीको बहावलाई रोक्न नाइट्रोजन स्थिरीकरण गर्ने बोट बिरुवाहरू रोप्ने प्रक्रिया हो। मल्चिङ, जसले माटोको आर्द्रता संरक्षण गर्न र माटोको गुणस्तर सुधार गर्न माटोलाई अन्य जैविक सामग्रीले छोप्ने प्रक्रिया हो। र चेक ड्याम, जसमा सादा बाँधहरू जसले पानीको बहाव कम गरेर माटोलाई बग्नबाट रोक्छ र गहिरा खोजलाई स्थिर बनाउन सहयोग गर्छ जस्ता कार्यहरू अवलम्बन गर्न सकिन्छ। सामान्यतः यी क्रियाकलापहरू स्थानीय समुदायहरूले सरकारका विभिन्न निकायहरू, गैर सरकारी संस्था वा निजी क्षेत्रबाट प्राविधिक र आर्थिक सहयोग प्राप्त गरी सञ्चालन गर्दछन्। पुनर्भरण क्षेत्रहरू राज्यको वनभित्र रहेको खण्डमा छ भने वन विभागले स्थानीय समुदायलाई संलग्न गराउँदै यी उपायहरूको कार्यान्वयनमा नेतृत्व लिन सक्दछ। यी संरचनाहरूको मर्मत सम्भार गर्न मूल प्रयोगकर्ताहरूको जिम्मेवारी हो। मूल पुनर्जीवनका उपायहरू कार्यान्वयन गर्दा परम्परागत ज्ञानलाई समावेश गर्नु महत्त्वपूर्ण हुन्छ। जस्तै भैँसीहरू आहाल बस्ने पोखरीहरूले भूमिगत पानी पुनर्भरणमा योगदान पुर्याउँछन्। मूल संरक्षणका लागि मूलहरू वरपर बनाइएका वनहरू पनि यसका उदाहरण हुन्। मूलहरू पुनर्जीवित गर्न मूलहरूमा मात्रै ध्यान केन्द्रित गर्नु पर्याप्त भने हुँदैन। त्यसैले हामी प्रकृतिमा आधारित समाधानको रूपमा मूलाधार व्यवस्थापनको वकालत गर्दछौँ। यसले मूललाई मात्र नसमेटी पुनर्भरण क्षेत्रलाई पनि समेट्छ, जसले मानिस र प्रकृति दुवैलाई फाइदा पुर्याउँछ। यो समाधान स्रोतहरूको दिगोपन र सामुदायिक जिम्मेवारी, पानीको अभावलाई सम्बोधन गर्न प्राकृतिक सम्भावनाको उपयोग गर्ने र भविष्यमा देखिन सक्ने पानी सम्बन्धी विवादहरूको पूर्वानुमान समेतमा केन्द्रित छ। मूलाधारको राम्रो व्यवस्थापन हुनु आवश्यक छ।
पानी प्रयोग गर्ने विभिन्न समूहहरूसँग मूल र पुनर्भरण क्षेत्र व्यवस्थापनका लागि स्पष्ट नीति तथा नियम हुनुपर्दछ। महिलाहरूसँग पानीका स्रोत र तिनको महत्त्व सम्बन्धी प्रशस्त ज्ञान हुन्छ। त्यसैले निर्णय प्रक्रियादेखि लिएर मूलाधारको सुधारसम्मका सम्पूर्ण प्रक्रियामा महिलाहरूको सहभागिता हुनु अत्यन्त आवश्यक छ। साथै मूलाधार क्षेत्र व्यवस्थापन योजना लैङ्गिक समानता र सामाजिक समावेशितामा प्रतिबद्ध हुनुपर्दछ। स्थानीय समुदायहरूबीच सहकार्य अत्यावश्यक हुन्छ, किनभने पुनर्भरण क्षेत्रहरू धेरै गाउँहरूमा फैलिएका हुन सक्छन् अथवा मूल प्रयोग गर्ने समुदायहरूसँग कुनै खास पुनर्भरण क्षेत्रको प्रयोगाधिकार नहुन पनि सक्छ। पारिस्थितिकी प्रणाली सेवाहरूको लागि भुक्तानीको व्यवस्था गर्न पनि सकिन्छ। मूल पुनर्जीवनका लागि समुदायहरूको सहभागितालाई प्रोत्साहन गर्न पनि सकिन्छ। मूल प्रयोग गर्ने समुदायहरूले पुनर्भरण क्षेत्र व्यवस्थापन गर्ने समुदायहरूलाई प्रोत्साहन गर्न सक्छन्। यस्तो प्रोत्साहन नगद सामग्री वा पुनर्भरण क्षेत्रको मर्मत सम्भारको लागि श्रमदान पनि गर्न सकिन्छ। मूल पुनर्जीवनका उपायहरूको सफलतालाई निम्न कुराहरूले देखाउन सकिन्छ, जस्तै स्रोतको पानीको बहावमा वृद्धि, पानीको गुणस्तरमा सुधार, घर परिवारको लागि पिउने पानी तथा अन्य घरेलु प्रयोजनका लागि पानीको उपलब्धतामा वृद्धि, साथै पानी भरेर ल्याउन खर्चिने समयमा कमी आउनु। पानी भरेर ल्याउन खर्च हुने समयको बचत भएपछि उक्त समय शिक्षामा लगानी, आय आर्जन गर्न तथा स्वास्थ्य हेरचाहमा लगाउन सकिन्छ। यसबाट घर परिवारहरूले आफ्नो पिउने तथा सांस्कृतिक आवश्यकताहरू पुरा गर्नका लागि महँगो पानी किन्नु नपर्ने अवस्था सिर्जना हुन्छ। मूलको पानीको बहाव कायम हुँदा स्थानीय वनस्पति र जनावरहरूको जीवन चक्रमा पनि सकारात्मक प्रभाव पर्छ। मूलको पानीको बढ्दो बहावले सुक्खा याममा, खोलानाला र नदीहरूमा पानीको मात्रा बढाउँछ। प्रभावकारी मूलाधार व्यवस्थापनले समुदायहरूको जलवायु परिवर्तनका प्रभावहरूसँग लड्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ र दिगो विकासका बहुपक्षीय उद्देश्यहरू हासिल गर्न मद्दत गर्दछ। मूलहरूको पुनर्जीवनले स्थानीय समुदायमा अनिश्चित जलवायु भएका परिस्थितिमा जल सुरक्षा कायम रहन्छ, जसका कारण उनीहरू जलवायु परिवर्तन तथा अन्य परिवर्तनद्वारा ल्याउने जोखिमबाट सुरक्षित रहन्छन्। हामी विभिन्न समूहहरूलाई हाम्रो मूलहरू पुनर्जीवित गर्न र पानीका स्रोतहरूको प्रभावकारी ढङ्गले व्यवस्थापन गर्न आह्वान गर्दछौँ। हाम्रा सुझावहरू यस प्रकार छन्। नीति निर्माता समुदायले सबल नीति तथा कार्यक्रमहरू बनाउने, अभ्यासकर्ताहरूले समुदायलाई योजना बनाउन, कार्यान्वयन गर्न सहयोग गर्ने, साथै सफलताका कथाहरू, असफलताहरू र सिकाइहरूको अभिलेखीकरण गर्न मद्दत गर्ने, शैक्षिक संस्थाहरूले डिजिटल तथा स्थानीय समाधानहरूको डिजाइन गर्न, प्रमाणहरू उत्पादन गर्न, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुर्याउने, नागरिक समाजले समुदायलाई परिचालन र सहयोग गर्ने, दाताहरूले मूलाधार व्यवस्थापनका थप कार्यक्रमहरूको लागि वित्तीय सहयोग प्रदान गर्ने, समुदायका सदस्यहरूले आफ्नो जलस्रोतहरूको संरक्षण गर्ने र जिम्मेवारीपूर्वक पानीको उपयोग गर्ने तथा मूल उपभोक्ता समितिले मूल सञ्चालन तथा मर्मत सम्भारको सञ्चालन गर्ने, स्थानीय सरकारहरूले आफ्नो अनुकूलन योजनाहरूमा मूलाधार व्यवस्थापन समावेश गर्ने र मूलाधार व्यवस्थापनका लागि व्यावसायिक सामाजिक जिम्मेवारी कोष विनियोजन गर्ने, मूलहरूलाई पुनर्जीवन दिन सँगै हातेमालो गरौँ।